सबैलाई नमस्कार। हजुरले सामाजिक सञ्जालमा मलाई देखिसक्नु भएको छ, चिनिसक्नु भएको छ र अहिले विशेष गरेर महत्त्वपूर्ण जडीबुटी सम्बन्धीमा हजुरलाई केही जानकारी गरौँ भनेर विशेष गरेर सुगर सम्बन्धीमा सुगरी कसरी बढ्न जान्छ र कसरी कन्ट्रोल हुन्छ यो भन्दा अगाडि मैले भिडियोमा पनि हजुरलाई जानकारी गरेको छु दर्शकबिनहरू। अब सुगर भनेको कस्तो खतरनाक रहेछ भन्ने कुराहरू हामी सबैले बुझेको छौँ। अब कन्ट्रोल कसरी गर्ने त हेर्नुहोस् है। अब कन्ट्रोल झन्झन बढ्दै गइरहेको छ भने अब विशेष गरेर दुईटामा हजुरले अब एलोपेथिक औषधिहरू पनि खाइरहनु भएको छ भने होइन म जडीबुटी नै खान्छु भने हजुरको सोच विचार आयो भने दर्शकबिनहरू के गरिन्छ भने दुई टाइम सुगरको खानुभएको छ भने 1-2 घन्टा अन्तर पारेर हजुरहरूले यो सुगरको पनि खान सक्नुहुन्छ। हेर्नुहोस् है, थुप्रै हामीले मिलाएका छौँ, दर्शकबिनले देख्न सक्नुहुन्छ यहाँ। ल हेर्नुहोस् है, अब यहाँ हामीले चाहिँ कतिपय घरेलु औषधि हजुरहरूलाई पनि थाहा होला होइन, गाउँघरमा पाउने औषधि हो। कतिपय पाइँदैन पनि, पहाड हिमालमा पनि पाइन्छ। धेरै डाँडा काँडा हिमाल पर्वतमा हामी गएर सङ्कलन गराएर अहिले महत्त्वपूर्ण सुगर एकदम निर्मूल पुरा ब्रेक लगाएर कन्ट्रोलमा इच्छा लागेको कुराहरूले खान सक्नुहुन्छ। यति राम्रो औषधिहरू हामीले निकालिएको छ दर्शकबिनहरू। हजुरले स्वदेश विदेशमा रहनुभएका सबैलाई सुगरको पीडितहरूलाई हजुरले माग गर्न सक्नुहुन्छ होइन। अब के मिश्रण गर्नुहुन्छ भने त्यो पनि हामी बनाउँला। जस्तो देख्नुभएको छ विशेष गरेर जमुना एउटा हो। अब हामीले जमुना लगायत सिस्नु लगायत हामीले चाहिँ अब थुप्रै औषधिहरू चाहिँ मिलाएर अहिले यति राम्रो सुगरको लागि हामीले बनाइएको छ हेर्नु होला है। अब खाने सेवन तरिका अब जस्तो हामीले चाहिँ डक्टरी दबाई तपाईँले खानुभएको छ भने होइन, अब डोज सधैँभरि बढाउनु पर्दैन। जुन अवस्थामा हजुर हुनुहुन्छ अब यो जुन दिनबाट हजुरले प्रयोग गर्नुभयो भने अब 1-2 घन्टाको अन्तर पारेर हामीले लिन सकिन्छ। एक चिम्टी साधारण पानी छ हजुरको। त्यसपछि 15 दिन 1 महिनामा फेरि एकदम ब्रेक लगाएर हजुरको कन्ट्रोल हुँदै आउनेछ। अब कन्ट्रोल लेभल त्यो पनि एकैचोटि छोड्न हुँदैन है। फेरि म यहाँ पनि भनेको छु, हस्पिटलको औषधि हजुरले खाइरहनु भएको छ भने एकैचोटि आयुर्वेदिक खान्छु भनेर चट्टै छोड्न पनि हुँदैन। अब त्यसलाई क्रमश त्यो 2 टाइम खानुभएको छ भने है यो पनि 2 टाइम खान मिल्यो। ल हेर्नुहोस् है, महत्त्वपूर्ण हाम्रो डाँडा काँडा हिमाल पर्वतमा खोला नालामा सिजन अनुसारको हामीले यसरी सङ्कलन गरिन्छ। ल हेर्नु होला र अन्यहरू भागमा पनि हेर्दै जानुहोस्। महत्त्वपूर्ण कतिहरू ल हेर्नुहोस्, यी सिजन अनुसारको हामीले सङ्कलन गरिन्छ। हेर्नुहोस्, यी सबै पहाड हिमाल डाँडा काँडा थरीका कतिपय पहाडमा पाइन्छ 10 मिनट, कतिपय पाइँदैन, कतिपय चितवनमा पाइन्छ, कतिपय लेखमा पाइन्छ। अब हेर्नुहोस् महत्त्वपूर्ण औषधिहरू यहाँ देखाइराखेको छ। ल हेर्नुहोस् 1 नम्बर ल सुगरको महत्त्वपूर्ण औषधि। हजुरहरूले कस्तो किसिमको औषधि भन्नुहुन्छ, कुन रोगको लागि जस्तो भन्नुहुन्छ त्यस्तै किसिमको रोगको लागि यहाँ जडीबुटीहरू हामीले उपलब्ध गराएको छ। पूर्वीय सभ्यता जडीबुटी सबलाई दर्शकबिनहरू हजुरले हरिसिना खानु होला होइन। रोग अनुसारको रोग र औषधि ट्याक्क मिल्न गयो भने जस्तो सुकै रोग पनि सन्चो हुन जान्छ दर्शकबिनहरू। त्यसैले हरिसिना खानु होला। अब यहाँ महत्त्वपूर्ण जडीबुटीहरू हामीले उपलब्ध गराइएको छ। हजुरहरूले माग गर्न सक्नुहुन्छ। डेलिभरी व्यवस्था होम डेलिभरी व्यवस्था पनि छ। जहाँ भन्नुहुन्छ हामीले त्यहाँ पुऱ्याइदिने व्यवस्था गरिएको छ दर्शक।